फेरि अर्को एउटा सुनकाण्डले तल्का पिट्दैछ, जसले नेपालको एयरपोर्टमा 40,000 भन्सार तिरेर नेपाल भित्राए। अब यहाँनिर मैले यो अँधेरै भए पनि किन चाहिँ भिडियो बनाएँ भने कन्फ्युज नहुनुहोस् भनेर चाहिँ भिडियो बनाउनु पर्यो। र तपाईँहरू यो कुरामा कन्फ्युज नहुनुहोस्, जेन्ट्सलाई 25 ग्राम र लेडिजलाई 50 ग्राम हो है, यो 100% स्योर हो। तर बनाएको सुन गहनाहरू हो, काँचो सुन होइन। कतिपय मान्छेले त्यो काँचो सुनलाई यसो बेरिदिनु न, बेरु औँठी जस्तो बनाइदिनु, म छिराइहाल्छु भन्ने मान्छेहरूको एउटा भावना थियो पहिला। छोडिदिनुहोस् त्यस्ता कुराहरू। अब त्यसलाई भनेर उसलाई भनेर छिराउँछु भन्ने जमाना गए। त्यस कारणले आफू निर्धक्कसित लानको लागि मजाले गहना बनाएर लिएर जानु होला। नभए फेरि तपाईँ पनि एयरपोर्टमा ट्याक्स तिर्नीमा पर्नु होला र दुबईको सुन नेपाल लिएर अलिकति फाइदाको लागि लिएर गएको सुन पनि झन् महँगोमा पर्नु होला। त्यस कारणले बी केयरफुल गाइज, अलिकति घमण्ड यो कुरामा नगर्नु होला। मजाले गहना बनाएर लिएर जानु होला। अनि त्यसपछि चाहिँ गहना बनाउँदा पनि तपाईँले ल ठिकै छ, एकदमै त्यो काँचै सुन नै हो जस्तो यसो नदेखिने टाइपको भनौँ न होइन। अब मैले एउटा सल्लाह दिँदाखेरि त्यहाँ चेक गर्ने मान्छेले पनि यो काँचो त होइन बनाएको रहेछ भन्ने टाइपको चाहिँ बनाएर लिएर जानु न होइन, समात्दैन। र आफूसँग बिल अरू कसैको पनि लिएर जानु चाहिँ हुँदैन। लिएर जानुभएको छैन आफ्नो नाममा बिल बनाएर लिएर जानु होला। र तपाईँको आफ्नै गहना सामान छ भने पनि आफूले आफ्नो बिल साथमा लिएर जानुभयो भने धेरै राम्रो हुन्छ है गाइज। र कन्फ्युज नहुनु। अब कतिजनाले मलाई म्यासेज गर्नुभयो, सर यो के हो, यो के हो, हामी जान्दैछौँ के हुन्छ भन्ने कुरा भयो। मैले म्यासेज रिप्लाई गर्न नभएर मैले भिडियो बनाइदिएको। ढुक्क हुनुहोस्, गहना लेडिजले 50 ग्राम र जेन्ट्सले 25 ग्राम लान पाउँछ। धन्यवाद।